यो हाम्रो पुरानो बाटो पहिला बाटो ऊ तलबाट आउने यो हाम्रो बाले बनाएको घर हो। हामी यहीँ हुर्केका हौँ। यस्तरी बाटो अहिले हामीले यो घर बिक्री गरिसक्यो। यहाँ एउटा छपनी थियो, यो छपनीलाई पुरेछन् यो। अनि यहाँनिर गोठ थियो, पर चाहिँ धनसार बनाएछन्। यो खुरीबानीको बुटो मैले लगाएको धेरै वर्ष पुरानो। अनि यो हाम्रो बाबाले बनाउनु भएको घर हो। यस्तो थियो हाम्रो पुरानो घर, यस्तो छ। हामीले बिक्री गरिसक्यो। यो बरन्डामा बस्थ्यौँ। यी माथि मौरीको घर पनि थियो, अहिले छैन। यो कोठी चाहिँ मैले बनाएको। अझ पनि त्यस्तै चाहिँ म सानसानै हुँदाखेरि बनाएको, भर्ती पनि नहुँदै बनाएको। यो घरदेखि उत्पत्ति खुरबानीको ठुलो बुटो देखियो, त्यो पनि मैले लगाएको। अब यहाँ अहिले यिनीहरूले नराम्रो बनाएको छन् यो ठाउँलाई। पुरै टोयलेट छेउमा ल्याएर राखेका छन्। यस्तो राम्रो थियो हाम्रो पालामा। यस्तो थियो। यो चाहिँ फुलको बुटो हाम्रो बाबाले सिमल चौरी कताबाट ल्याएर आउनु सानो आँगो सार्नु भएको थियो। लगाएर त अहिले यो बुटो यस्तो काटी यस्तो भयो, ठुटो भएको छ, त ठुलो भएको छ। हाम्रो यो माइल बाबुको घर हो। अब यो घरमा पनि कोही बस्दैन बिचरा, हेर्दै रात लाग्दो चाहिँ देखिन्छ। यो कागजको बुटो थियो, यो जीर्ण अवस्थामा छ। यो सुगर सफाइ छैन, केही छैन, पुरै फोहोर रहेछ। यहाँ हामीले सब्जी लगाउँथ्यौँ, यो सानो घर थियो लगाएर। यो पनि यस्तो हालतमा रहेछ। यो माइलबाको धनसार यो हो। हेर यहाँनिर अर्को एउटा गोठ थियो, अब यहाँ केही पनि छैन। यो हालत छ। समय र अवस्थाले परिस्थितिले कहाँ पुऱ्याउँछ मान्छेलाई। यहाँ एउटा चाहिँ यो हाम्रो जो सुन्दा के अरे अमिलोको बुटो रहेछ। यस्तो हामीले त्यो कुनाको ढुङ्गोमा चाहिँ नाग पूजा गर्थ्यौँ। यहाँ कुनै सुगर सफाइ छैन, कुनै लिपपोत छैन। यस्तो दिक्क लाग्दो देखियो। यो माइलबाको बारी हो। ऊ पारिपट्टिको चाहिँ भण्डारीहरूको खेत हो। यहाँ तलपट्टिको हामी बस्नु जग्गा कति रमाइलो थियो। अहिले पुरै यहाँको चाहिँ बन्दोबस्त राम्रो छैन। यहाँबाट पुरा हाम्रो गाउँ देखिन्थ्यो। यता यो एकदमै हाइटमा राम्रो थियो। अब अहिले यहाँ चाहिँ यस्तो फोहोर छ लगाएर, सुगर सफाइ छैन, केही छैन। ऊ त्यो कुनामा पानी कहिलेको मूल पाउँथ्यो, अहिले बर्खा लाग्ने मूल पाउँछ। त्यस्तै 1 महिना 2 महिनापछि सुक्थ्यो। यो अगाडि जङ्गललाई पुरै रुखै रुख भरिन्छ। यहाँबाट पुरै गाउँ देखिन्थ्यो।